ल गाइज आज चाहिँ बिहानै आँखा पनि राम्रोसित निन्द्रा पुगेको छैन। हामी चाहिँ अब आज चाहिँ हाइकिङ के पुरा झोला बोकेर होइन हाइकिङको लागि निस्किसकेका छौँ। मसँगै उत्तम गिरी हुनुहुन्छ। उत्तम गिरी तपाईँलाई कस्तो लागिरहेछ? हेलो गाइज, हेलो नरिसाउ न साथी हो, कति ह्यान्डसम भएको यार तिमी भाइ हो। तिमीले त मुख देखाउन लागेको छैन यो ठाउँमा, मुख छोप्नै पर्छ है। ल हाम्रो चाहिँ कतिजनाको ग्याङ भयो। फ्रम हियर वी हैव स्टार्टेड आवर जर्नी। सबै साथीहरू भेट भइसकेपछि सुकेधारबाट बस चढेर हामी लाग्यौँ बुढा नीलकण्ठ मन्दिरतर्फ र केही छिनको यात्रापछि हामी पुग्यौँ बुढा नीलकण्ठ मन्दिर। हामी बुढा नीलकण्ठ मन्दिरमा आइसकेका छौँ। बुढा नीलकण्ठ मन्दिर पुगिसकेपछि विष्णु भगवानको दर्शन गरियो र त्यहाँको कृष्ण भजनमा एकछिन घुमेर हामी त्यहाँबाट अगाडि बढ्यौँ। ल अब चाहिँ हामी नारायण थान मन्दिरबाट अगाडि लागिसकेको छौँ। हामी दामचेन गुम्बा हिँडेको। अब खाजा खाने टाइम हुन लाग्यो, भोक पनि लाग्यो। अब खाजा खानको लागि चाहिँ एउटा राम्रो होटलको खोजीमा भन्दा पनि सस्तो होटलको खोजीमा छौँ, किनभने हामी चाहिँ लो ब्यालेन्समा चाहिँ अहिले घुम्न आइरहेको छौँ। पैसा छैन, त्यही भएर सस्तो चिजहरूमा खाजा खाएर बुढा नीलकण्ठ बस पार्क हुने हामी अगाडि लाग्यौँ। माथि देखिरहेको छ विजय जस्तो करिब 1 घन्टा लाग्छ होला त्यहाँ पुग्न। यो हो बुढा नीलकण्ठमा रहेको एकदमै चर्चित अनि सुन्दर कृष्ण मन्दिर इस्कन। यहाँ आइसकेपछि इस्कनको दर्शन नगर्ने त कुरै भएन। अब सुरु हुँदै थियो उकालो बाटोको यात्रा। सबैले एक एकवटा एनर्जी ड्रिङ्क्स पियौँ र उकालो लाग्यौँ। केही छिनको उकालो बाटो हिँड्नसाथ सबैको जिउबाट पसिना आइसकेको थियो। अब हामी काठमाडौँको धुवा र धुलोबाट भने केही टाढा पुगिसकेका थियौँ। एकदमै शान्त, एकदम रमणीय वातावरण। एक्सट्रिम पावर 24 आवर भन्दै अघि लगाएको टिका यसरी चुइसक्दा पनि हामी हाम्रो काबेली सम्झिला नदेखाइ काभ्रेले सम्धिले त्यो छान्नु न। अर्को बजाउने पाउला केही थकाइ र केही ऊर्जाका साथ हामी उकालो बाटो चढिरहेका थियौँ। बेला बेला बाटो भुल्दै हामी पुग्यौँ फाइनल्ली विजयनी स्तूपा। एकदमै सुन्दर देखिरहेको थियो, तलैबाट आकर्षक देखिरहेको थियो। हामी सिँढी चढेर माथि पुग्यौँ। माथिबाट हेर्दाखेरि काठमाडौँ भ्याली पनि एकदमै राम्रो दृश्य देखिँदो रहेछ। केही बादलले ढाकिरहेको थियो अहिले। विजयनी स्तूपाको भ्रमण गरिसकेर हामी लाग्यौँ शिवपुरी राष्ट्रिय निकुञ्जतिर। उकालो ओह्रालो गर्दै लड्दै बढ्दै हामी अगाडि बढिरहेको थियौँ। अब एकदमै आनन्द आउन थालिसकेको थियो। जङ्गलभित्र प्रवेश गर्न साथ एकदमै आनन्द आउन थालिसकेको थियो। गाइज अहिले चाहिँ हामी अमेरिका हिँडिरहेको छौँ। यो पानाको तलपट्टि आर्टिटिस जङ्गल भन्ने अनि ल हेर्नुहोस् यहाँनिर मान्छेहरूको कङ्काल भन्दा पनि यस्तो यस्तो ठुलो ठुलो भ्यागुताहरू पाउँछ यहाँ जङ्गलमा यस्तो यस्तो। अब यहाँबाट चाहिँ कुनै पनि बाटै नभएको छ जस्तो अनुभव भएको छ साथीहरू चाहिँ। मल्ल यो बाटो छैन यहाँबाट। अब यस्तो जङ्गलको बिचमा आइसकेका छौँ हामी। बाटो भन्ने पत्ता छैन। पहिला त यता पनि पुरा बस्ने घरहरू रहेछ। ल अब चाहिँ हामीले बाटो भेटिसकेका छौँ। अब चाहिँ अमेरिका पुगिन्छ कि भन्ने केही छिन्दा बाटो नभेटेर जङ्गलमै हराइन्छ कि भन्ने जस्तो शङ्का भएको हो। तर केही उकालो चढेपछि हामीले हाइकिङ ट्रेल भेट्यौँ र खुसी हुँदै नाच्दै गाउँदै अगाडि बढ्यौँ। केही अगाडि बढिसकेपछि त धेरै साथीहरू भेटियो त्यहाँनिर। अरू पनि हामी जस्तै हाइकिङको लागि अगाडि बढिरहेका थियौँ। एउटा झुन्ड नै थियो त्यहाँ, उनीहरूसित गफ गर्दै हामी पनि अगाडि बढ्यौँ। बाटो त भेटियो तर हामी गन्तव्यमै नपुगिन फर्किनु पर्ने हो कि भन्ने डर थियो, किनभने हामी टिकटै नकाटिकन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका थियौँ। यो एक ढङ्गले इलिगल पनि थियो। केही थकित शरीर साथमा मनमा बेग्लै ऊर्जा र आनन्दका साथ हामी उकालो लाग्यौँ। अहिले चाहिँ हामी छौँ सिक्रे जक्सनमा।
यहाँबाट 3वटा बाटोहरू छुटिन्छ। उकालो बाटो पुग्छ शिवपुरी पिक, दायाँ गयो भने मुहान पोखरीतर्फ पुगिन्छ भने बायाँतर्फ चाहिँ विष्णुद्वारतिर पुगिन्छ। हामीले केही सल्लाह गरेर हामी चाहिँ विष्णुद्वारतिर जाने भनेर अगाडि बढ्यौँ। उकालोले थकाएको छन्, तेर्सो बाटो लागेपछि केही आराम मिलेको महसुस भयो। पहिला हाम्रो के अरे डेस्टिनेसन कहाँ थियो भन्दाखेरि त्यो जामा चेनमा थियो, तर त्यहाँबाट हामी शिवपुरी पिक भनेर हिँडेको। फेरि अहिले चाहिँ हामी विष्णुद्वार भनेर विष्णुद्वारतर्फ जाँदैछौँ। अहिले चाहिँ हामी त्यो सिक्री जङ्सन भन्ने ठाउँमा छौँ, त्यहाँबाट अगाडि जाँदैछौँ। त्यहाँबाट 30 मिनट लाग्छ भनेको छ, हेरौँ कति टाइम लाग्दो रहेछ। त्यहाँ चाहिँ झर्ना छ अरे नि त, कस्तो झर्ना रहेछ के रहेछ हेर्नु पऱ्यो। मेरो साथीहरू पछाडि कोही कहाँ केटीहरू देखेछ, केटीहरू त गइसक्यो, कोही यता आउँदैछ बिचरा एक्लै। दाइ चाहिँ अघि फर्किन्छु भनिरहेको थियो आधी बाटोबाटै, तर अझैसम्म पनि त्यो केटीहरू आयो क्या त्यहाँबाट। अनि त्यो देखेपछि ल यति ठुलो खुट्टा तान्दै हिँडिरहनु भएको छ क्या, त्यहीबाट खुट्टा दुख्यो मेरो, ल म त फर्किने हो भनेको मान्छे। सबले आफ्नो आफ्नो काममा आफ्नै मनपर्ने गीत बजाउँदै हिँडिरहेको छ क्या। कोही हिन्दी सुन्ने, कोही नेपाली सुन्ने, आफ्नो भर्सन छ। म चाहिँ कुन सुन्नु भइरहेको छु क्या, दुइटै मनपर्छ नि त, त्यही भएर। अब चाहिँ साना छाँगा छहराहरू भेटिन थालेको थियो। यही हो त झर्ना भनेर सबैजना सक भइरहेको, तर यहाँ चाहिँ डेमो मात्र अरे, साँच्चैको झर्ना चाहिँ पछि देखिन्छ अरे। हामी चाहिँ अगाडि बढिरह्यौँ रमाउँदै। ल यस्तो बाटो, वाउ! कोही त यही बाटो चढ्न नसकेर जान्छन् होला है फर्केर। मम्मी गर्दै अलि अगाडि केही ठुलो छाँगो भेटियो, केटाहरूले छाँगो देख्ने बित्तिकै गएर फोटो खिच्न थाल्यो। म पनि मैले पनि 1-2वटा पोज हानिदिएँ र केही अगाडि बढिसकेपछि चाहिँ हामी पुग्यौँ विष्णुद्वार जङ्सन। यहाँबाट करिब 30 मिनट उकालो हिँडेपछि हामी विष्णुद्वार पुग्थ्यौँ। यहाँ चाहिँ आउने जाने मान्छेहरूको उत्तिकै भेट थियो, कोही उकालो लागिरहेको थियो त कोही ओह्रालो झर्दै थियो। आधी घन्टा जति उकालो बाटो हिँडेपछि हामी पुग्यौँ यस्तो ठाउँमा। यहाँ चाहिँ मान्छेहरू एकदमै भरि भरौँ, शनिबारको दिन भएर पनि होला, यहाँ चाहिँ मान्छेहरूको एकदमै बाक्लो उपस्थिति थियो। सबै त्यो पानीमा रम्नको लागि आइरहेका थिए। केही पानी पर्ला जस्तो पनि भइरहेको थियो। पानी पऱ्यो भने चाहिँ ओह्रालो कसरी झर्ने भन्ने डर थियो, तर पानी परिहालेको चाहिँ थिएन। एकदमै रमणीय ठाउँ थियो। हामी चाहिँ माथि जाँदै थियौँ, जहाँ पुगे पनि मान्छेहरू चाहिँ एकदमै जताततै मान्छेहरू नै भेटिन्थे। बाक्लो जङ्गलको बिचमा एकदमै अन्धकार, कता मनमा डर पनि लागिरहेको थियो। केही बेर बसेर खाजासाजा खाएपछि साथीहरू चाहिँ खोलामा पौडी खेल्नेतिर लागे। करिब 3 बजिसकेको थियो, अब चाहिँ फर्किनुपर्छ नत्र घर पुग्न रात पर्छ भनेर चाहिँ हामी अब त्यहाँबाट फर्किने तर्खरमा थियौँ। फर्किने बेलामा विष्णुद्वारलाई बाई बाई भन्दै अब ओह्रालोबाट चाहिँ कुद्दै उफ्रिँदै चाहिँ हामी ओह्रालोतिर लाग्यौँ। कोही साथीहरू फर्किँदै गर्दा हामीले चाहिँ अघि आर्मीले खोसेको सामानहरू पनि फिर्ता लिनुहुन्थ्यो। हामीले आउने क्रममा चाहिँ स्पिकरहरू बजाउँदै आउँदाखेरि चाहिँ हामीसँग टिकट पनि थिएन र स्पिकर पनि बजाउँदै आइरहेको थियौँ। त्यस्तो चाहिँ गर्न पाइँदैन रहेछ। तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने त्यो कुरालाई ध्यान राख्नु होला। तपाईँहरू टिकट नकाटी भित्र नछिर्नु होला र तपाईँहरूसँग स्पिकरहरू गिटारहरू त्यस्तो केही छ भने चाहिँ त्यहीँनिर टिकट काट्ने ठाउँमै दिएर जानुपर्ने रहेछ। बिचमा भेट्यो भने चाहिँ गाह्रो हुनसक्छ, यो कुरालाई ध्यान दिनु होला तपाईँहरू पनि विष्णुद्वार अथवा शिवपुरी हाइकमा जाँदै हुनुहुन्छ भने। आफू रमाउँदै गर्दा त्यस जङ्गलमा रहेका प्राणीहरूको पनि ख्याल गरौँ, जताततै फोहोर नगरौँ। हाइकिङमा जाँदाखेरि वातावरण स्वच्छ राखौँ र स्वास्थ्य जीवन जिउँ। यदि तपाईँहरू पनि हाइकिङको लागि राम्रो डेस्टिनेसन खोज्दै हुनुहुन्छ भने चाहिँ विष्णुद्वार एकदमै बेस्ट हुनसक्छ। एकचोटि पक्कै पनि जानु होला। हस्त, धन्यवाद।